युट्युब लगायत सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय। नेपाल सरकारले फेसबुक, एक्स, इन्स्टा, युट्युब लगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सरकारले पटक पटक सूचना जारी गरे पनि सम्बन्धित कम्पनीहरूले चासो नदेखाएपछि बन्द गर्ने निर्णय गरेको हो भने नेपालमा दर्ताका लागि प्रक्रिया अगाडि बढाएमा क्रमशः खोलिदिने निर्णय भएको बताएको छ। हेलो, ए सुन न, हेर न, यो सरकारले त हाम्रो बोल्ने मुख नै बन्द गरिदियो। यार मैले भर्खर संसार सुनेर थाहा भएको। त्यही त, यो त अति भयो भने अब यसको विरुद्धमा आवाज हामी सबै मिलेर उठाउनै पर्छ। ठिक भनेछ, यसको बारेमा आवाज उठाउनै पर्छ। त्यही त, भोलि चोकमा भेटौँ है। हुन्छ भेटौँ न। म पनि बाँकी साथीहरूलाई खबर गर्छु। हुन्छ, म पनि अरू साथीलाई खबर गर्छु। हामी सबैजना त्यसो हुँदै भेटौँ है त। ल। अर्को दिन। आमा, ए आमा, बोल न, किन भइरहेको छ? म उता प्रोटेस्टमा जानु आएको है। होइन, तँलाई चाहिँ किन जानु पर्यो प्रोटेस्टमा? मार्छन् त्यहाँ। हे आमा, केही हुँदैन भने यी हेर्नुहोस् त, स्कुल ड्रेस लगाएको छु। स्कुल ड्रेसमा त पुलिसले पनि केही गर्न पाउँदैन। तँ धेरै जिद्दी नगर, नजाई भनिरहेको छु बाबु, नजा। हे आमा, कसो डराउनु भएको? केही हुँदैन भने गएँ आमा, गएँ भरे सफल जान्छु। बाबु नजा भनेको सुन त, पक नजा भन्छ। सुन